बराहा क्षेत्र नगर अस्पतालमा दैनिक आँखा उपचार सेवाको उद्घाटन पूर्व मन्त्री कार्कीद्वारा गरिएको छ। बराहा क्षेत्र नगरपालिकामा रहेको बराहा क्षेत्र नगर अस्पतालले आँखा उपचार केन्द्र सुरु गरेको हो। उक्त सेवाको बुधबार प्रमुख अतिथिको रूपमा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका छन्। तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको व्यवस्थापन सञ्चालनबाट रामलाल गुल्छा आँखा अस्पताल प्रतिष्ठानसँग सहकार्य उक्त आँखा उपचार केन्द्र सञ्चालन गरिएको हो। नगर प्रमुख एवं नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीको सभाध्यक्षतामा उक्त उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, नगर उपप्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष नन्दकुमारी सुनवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटवाल, रामलाल गुल्छा आँखा अस्पताल प्रतिष्ठानका उपाध्यक्ष विजय हरि शर्मा, वडाध्यक्षहरू, नगरपालिकाका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, नगर अस्पताल व्यवस्थापन समितिका सदस्य तथा सल्लाहकारहरू, गुल्छा अस्पताल आँखा विराटनगरका पदाधिकारी, चिकित्सक तथा विभिन्न सङ्घ संस्थामा आबद्ध भएका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नगरपालिकाद्वारा सञ्चालन उक्त कार्यक्रममा सेवाग्राहीहरूको माग र आवश्यकतालाई मध्यनजर गरेर आँखाको उपचार सेवा विस्तार गरिएको नगर प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीले बताउनुभयो। भौतिक संरचना निर्माण र जनशक्तिसँगै सेवाहरू बढाउँदै लगिएको नगर प्रमुख रमेश कार्कीको भनाइ छ। अस्पतालको प्रशासन र व्यवस्थापन सवालपछि भौतिक संरचना, भवन र जनशक्ति, चिकित्सा, स्वास्थ्यकर्मी समेत बढाइएको छ। हाल अस्पतालमा दैनिक 275 देखि 325 को संख्यामा सेवाग्राहीहरू आउने गरेका छन्। हाल अस्पतालले वार्षिक रूपमा 365 दिन नै 7 बजेदेखि बेलुका 7 बजेसम्म चिकित्सकद्वारा ओपीडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ। 24 घण्टा इमर्जेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्सरे, फिजियोथेरापी सेवा, आँखा अस्पताल सेवा, हप्ताको 2 दिन सोमबार र बिहिबारका दिन भिडियो एक्सरे र सबै सरकारी नियमित रूपमा सेवा यथावत रूपमा सञ्चालन भई राखेको र हाल विभिन्न सेवा बढाउने लक्ष्य सबै भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाइएको अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टले जानकारी दिए। हाल अस्पतालकी आम्दानीबाट फार्मेसी भवन र आधुनिक आकस्मिक कक्षा निर्माण भएको छ। त्यसैगरी सामान्यतया शल्यक्रियाका लागि भवन पनि निर्माणाधीन रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो।